भरौ 23 गते 24 गते जुन 2 घण्टा जेएनजीको आन्दोलन भयो, 2 घण्टा चाहिँ राम्रो आन्दोलन थियो। जेएनजीहरुको आन्दोलन गरेका थिए, बच्चाहरूले गरेका थिए। 2 घण्टा पछाडि 11 बजेदेखि 1 बजीसम्म सही आन्दोलन थियो। 1 बजी पछाडि जुन आन्दोलन हाइज्याक भयो र विदेशीहरुको हातमा पुग्यो र योजनाबद्ध तरिकाले जुन बंगलादेशी मोडलमा गयो, जुन मालदिप्स मोडलमा गयो र जुन तरिकाले चाहिँ नि त्यो आन्दोलन भएर आन्दोलन सँगसँगै सत्ता हत्याउने काम भयो। त्यो खालको आन्दोलन हाम्रो होइन। तपाईहरुले सहयोग गर्नु पर्यो यो आन्दोलनमा। यो आन्दोलन हामी बन्दुक बारुद बोकेर आउने आन्दोलन, सिंहदरबारमा आगो लाउने, मान्छेका घरहरू जलाउने, नेपाली नागरिकहरूका घर जलाउने अनि व्यापार व्यवसाय जुन बिजनेस हाउसहरुमा तोड्ने हाम्रो आन्दोलन होइन। हाम्रो आन्दोलन भनेको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हाम्रा 14 अञ्चल 75 वटा जिल्ला 165 नै क्षेत्र तपाईको बन्द हुन्छ। हामीले बन्द आह्वान गरेका छौं। हाम्रो आन्दोलन मंसिर 7 गतेदेखि हुन्छ। मंसिर 7 गते आज मैले भन्नै पर्यो, किनभने बीचबीचमा मान्छे कन्फ्युज भए। किनभने किन मंसिर 7 मा भन्देखि मंसिर 7 भनेको के भने दिल्लीमा 12 बुँदे सम्झौता भएको थियो दल र माओवादी, त्यतिखेरको माओवादीसँग, विद्रोही शक्तिसँग। त्यही 12 बुँदे सहमतिको कारणले गर्दाखेरि आज देशमा राज संस्था गयो, हिन्दू अधिराज्य गयो, सब कुछ गए, नेपाली नागरिक पनि विदेश गए। आज सबै देश खाली भएर विदेशीहरुको षड्यन्त्रमा परेर आज विदेशीहरुकै इशारामा चल्ने देशमा पनि एनजीओ र आईएनजीओ का सरकारहरु आए। यहाँ एनजीओ र आईएनजीओ ले चलाका यो तपाईहरुले सबैले बुझ्नु भएको छ। त्यसले गर्दाखेरि हामी आज खास गरेर हाम्रो अभियान दुर्गा प्रसाईले चलाउँदै गरेको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाऊ महाअभियान यो पशुपति जोगाउने अभियान हो। यो माता दुर्गालाई जोगाउने अभियान हो र मैले कुरा पनि त्यही राखे। कस्तो हुन्छ भन्दै हुनुहुन्थ्यो, आन्दोलन भनेको त्यस्तै हुन्छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुन्छ। भोलि ती पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुँदै गरेका बेलामा कसैले बन्द उल्लङ्घन गर्छ, दोकान खोल्छ भने त्यो तोडफोड भयो, गाडी फुटायो, आगो लगायो भने त्यसको जवाबदेही हाम्रो अभियान हुँदैन। होइन, सरकारले वार्ताको लागि आह्वान गर्यो भनेर मिडियामै आयो, मलाई थुन्ने कुरा पनि मिडियामै आयो। होइन, कुरा बुझ्नु भएन। अब अहिलेसम्म पक्रिन, पुलिस पनि आउँदैन, वार्ता गर्न सरकार पनि बोलाउँदैन। हामी अघि बढेका छौं र हाम्रो अभियान अघि बढिसक्यो।